सो फर भिब्रियो कोलेरा यसमा गेस गरौँ त यो के हो यो मेन कुरो हैजा हैजा सही हो ल है तर ब्याक्टेरिया भनेर बनाउँ पहिला अब कुन चाहिँ यो ग्राम पोजिटिभ कि ग्राम नेगेटिभ नेगेटिभ टुक्का हाने कि हेरेर भने टुक्का हाने ल ठिक छ है ग्राम नेगेटिभ है त ग्राम नेगेटिभ यो मैले भर्खर बनाइहालेँ के सेप रहेछ यो कमा सेपेड है त कमा सेपेड रहेछ है अब यो अलिकति के हुन्छ यो स्टिकी नेचर हुन्छ सो यदि कुनै मिडियामा जस्तो ग्रो गरिरहेछौँ सेलेक्टिभ मिडियामा ग्रो गरिरहेछौँ भने चाहिँ यो स्टिकीको नेचर हुन्छ है यसबाट डायग्नोसिस हुन्छ है त अब यसको जुन जुन टक्सिन्सहरू हुन्छ हामीले जुन टक्सिन्सको कुरा गर्ने हो भने चाहिँ यसको एउटा ओ टक्सिन्स भन्ने हुन्छ O1 देखि O139 सम्म हुन्छ यो यिनीहरूको टक्सिन्सहरू हुन्छ है त है अब यो टक्सिन्सको यदि यो O1 भनेको एउटा टाइप हो O2 O3 अरूहरू टाइप हो भने चाहिँ यो सबै टाइपलाई चाहिँ एउटा मात्र नाम दिएछ के हो यसको नाम साकाजाकी साकाजाकी यो साकाजाकी भन्ने जापानिज थियो जसले चाहिँ फाइन्ड गरेको थियो र हरेक सेरोटाइपको यो सेरोटाइप भन्छ यसलाई सेरोटाइप भनेको डिफ्रेन्ट टक्सिन्सको डिफ्रेन्ट एक्सन भएको अनि त्यो एक्सन्सलाई फाइन्ड गर्नु पऱ्यो हो सो यो यस्तो सेरोटाइप भएको फाइन्ड गरेको चाहिँ यो एउटा मान्छेले चाहिँ फाइन्ड गरेर यसको नाम आएको हो मलाई नि यादै छैन यसको चाहिँ ल अब मेन कुरो यो पनि इन्टेस्टाइनसम्मै जान्छ क्या यो पनि इन्टेस्टाइनसम्मै जान्छ क्या अब यो इन्टेस्टाइनसम्म जाँदाखेरि त हाम्रो जुन के भन्छ स्टोमक छ त्यसमा एसिड हुन्छ सो यो एसिड रेजिस्टेन्स भयो क्या है र मेन कुरो अर्को के भयो हेलोफिलिक भयो है अब यो हेलोफिलिक कसरी भएको चाहिँ यहाँ म भन्छु यो हेलोफिलिक पहिल्यैदेखि भएको होइन पछि पछि भएर आएको भनौँ है कसरी भएर आएको चाहिँ म भन्छु ल सो हेलोफिलिकको कुरा गरौँ भने त अलिकति अब हेलोफिलिक भन्दा पनि प्याथोजेनेसिसमै थाहा हुन्छ हेलोफिलिक किन हुनु त है त सो प्याथोजेनेसिसमा फर्स्टमा के हुनु पऱ्यो अरे फर्स्टमा त इभेन्ट माउन्ट हुनु पर्यो फर्स्टमा त इन्ट्री हुनु पऱ्यो छिर्नु पऱ्यो नि फर्स्टमा कसरी छिर्छ होला ट्रान्समिसन फुडहरूले यसको पनि त्यही कुरा फेकल रुट के यस्तो फेकल ओरल रुट सो फर इक्जाम्पल गरौँ तिमीले यो ब्याक्टेरिया खायो अरे हो पानी हो मजाले घट 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 खायो अरे ल दिस इज द ब्याक्टेरिया ग्राम नेगेटिभ दिस इज द ब्याक्टेरिया ग्राम नेगेटिभ ब्याक्टेरिया तिमीले मजाले घट 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 वाममा खायो अरे ल यत्रो लामो लामो कपाल छ यो कस्तो ल मजाले खायो अरे है त सो यो खाएर कहाँ पुग्छ तिम्रो बनाउँदा पेटमै पुग्छ सिधै होइन पहिला फुड पाइपहरुमा सबै भएर जस्तै पाइपहरुमा गयो फ्यारिङ्स भनौँ यिनीहरूलाई होइन ओइसोफेगस भनिन्छ सो यहाँबाट चाहिँ केमा पुग्यो अरे हाम्रो पेटमा पुग्यो है त सो एउटा पेट बनाऊ यत्रो ठुलो पेट होला नि यसको खान्छ यत्रो ठुलो पेट होला होइन ल अब यत्रो ठुलो पेटमा त सबै छिरिहाल्छ ल यो पेटबाट इन्टेस्टाइनमा जाने भयो है सो यहाँ पनि ब्याक्टेरिया आउने भयो ब्याक्टेरिया भयो यसरी यसरी यहाँ सब ठाउँमा छिर्ने भयो आहा यसको पेट दुख्ने भयो ल अब यो एउटा एनस भनौँ यहाँबाट यस्तै गु गर्छ यहाँ यस्तो छ ल है अब यहाँबाट चाहिँ के हुने भयो इन्टेस्टाइनमा पुग्ने भयो है इन्टेस्टाइनमा नम्बर 2 नम्बर 1 मा इन्ट्री भयो हाम्रो ब्याक्टेरिया यहाँ इन्टेस्टाइनमा पुग्यो अब यो इन्टेस्टाइनमा पुगेपछि के भयो अघि जस्तै के भयो भनौँ
इन्टेस्टाइनमा के हुन्छ भिलीहरूमा चाहिँ भिलीहरूमा बस्ने भयो ब्याक्टेरियाहरू ठिक छ यसरी 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 मजाले यसलाई के भन्छ यो प्रोसेसलाई कोलोनाइजेसन है त नम्बर 3 हो क्या अरे नम्बर 2 नै हो यो कोलोनाइजेसन है कोलोनाइजेसन हुने भयो है अब यहाँ जुन छ भिब्रियोले अघि नै भनेको थिएँ नि मैले यस्तै टक्सिन्स छ यसको त हो सो टक्सिन्स स्पेसिफिकली कुन चाहिँ हो थाहा छैन है O1 O139 कुन हो थाहा छैन तर यसको नाम अर्को के दिएछ AB5 टक्सिन्स भनेर नाम दिएछ है AB5 किन भने होला भन्ने सोध्ने हुन्छ A बिचमा हुन्छ अनि B5 यसरी 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 बस्या हुन्छ यो हो B है त सो यो B5 ले चाहिँ के हुने भयो अब हेर यहाँ मेन अचम्मको कुरा हेर B5 यो जुन छ यो B5 भने मैले B मात्र लेखेँ अब हामीले अस्ति नै कुरा गरिसकेको थियौँ जहिले पनि ब्याक्टेरियाहरू छिर्दाखेरि चाहिँ एउटा सर्टेन सिग्नल चाहिन्छ सर्टेन रिसेप्टरबाट छिर्नुपर्छ है हाम्रो अघि नको त्यो प्यारासाइटले चाहिँ इपिथेलियल सेल्सलाई नै खाने भयो हो तर ब्याक्टेरियाले त खाँदैन ब्याक्टेरियाले के गर्छ इन्भेड गर्छ ब्याक्टेरियाले के गर्छ इन्ट्रान्स गर्छ हो भित्र छिर्छ के उसले खाँदैन हो सो प्यारासाइटले चाहिँ खाने भयो हामीका यो ब्याक्टेरियाले चाहिँ के गर्ने भयो छ यो टक्सिन्स उसले रिलिज गर्ने भयो रिलिज अफ टक्सिन्स नम्बर 3 मा गरौँ कोलोनाइजेसन गरिसकेपछि टक्सिन रिलिज गर्ने भयो जुन ब्याक्टेरियाले चाहिँ रिलिज गर्छ टक्सिन्स है हामीले टक्सिन्स रिलिज गर्दैन है हैन यो टक्सिन रिलिज गरिसकेपछि के हुने भयो अब हेरौँ यो जुन छ हाम्रो टक्सिन्स भयो है अब टक्सिन नै छिर्छ भन्नेको ग्यारेन्टी होइन बट टक्सिनको यो सबै भाग चाहिँ छिर्दैन है अब यो जुन छ यो बी चाहिँ के हो एउटा हाम्रो आउटर लेयर भयो हो ए को आउटर लेयर भयो यो आउटर लेयरले चाहिँ के गर्दो रहेछ यो एउटा इपिथेलियल सेल्सको भिलाइ भनौँ सेल भनौँ यो भिलाइमा एउटा रिसेप्टर हुन्छ है रिसेप्टर कस्तो कस्तो हुन्थ्यो अरे हामीलाई थाहा छ नि एफसी रिसेप्टर अनि अर्को के रिसेप्टर हुन्छ है टिएनएफ रिसेप्टर हुन्छ हैन सो यो त सबै के को रिसेप्टर हो रे यो इम्युन सेल्सको हो नि त इपिथेलियलको रिसेप्टर के होला इपिथेलियलको रिसेप्टर चाहिँ जीएम भन्छ है त GM1 भन्ने हुन्छ है GM1 रिसेप्टर भन्ने हुन्छ यसकोमा चाहिँ यो नाम चाहिँ फरक छ त्यो ग्याङ्गुलोसाइड भन्छ यो जुन जान्नु पर्दैन यो चाहिँ ग्याङ्गुलोसाइड भन्छ है आयो यो ग्याङ्गुलोसाइड भन्छ त्यो रिसेप्टरमा चाहिँ यो के गर्ने भयो सपोज यो रिसेप्टर भए चाहिँ यसरी यो बी चाहिँ बाइन्ड हुने भयो है त है अब यो बी बाइन्ड भएर बी छिर्छ कि ए छिर्छ ल गेस गरौँ त बी छिर्छ त बी त बाइन्ड भइरहेछ त बी कसरी छिर्छ ए छिर्छ क्या ए बी यहाँ बाइन्ड भएर बसिरहेछ क्या उसले हो अब ए छिर्यो है अब एलाई अर्को कुरामा ट्रायङ्गल युनिट पनि भन्छ एलाई ट्रायङ्गल सब युनिट भन्छ यो ए छिरेर चाहिँ के गर्दो रहेछ भन्दा तिमीले के अरे थर्ड इयरमा ऊ त पढेछौ नि जी प्रोटिन भनेर पढेछौ जी प्रोटिन भनेर पढेछौ के हो जी प्रोटिन थाहा छ जी प्रोटिन भनेको के हो थाहा छ थाहा छैन पोलेर खाइसकेर ठिक छ है जस के हुँदो रहेछ भन्दा चाहिँ यो जुन सब युनिट छ ए चाहिँ सब युनिट छ यो चाहिँ जी प्रोटिन भन्छ जी प्रोटिन भन्नाले कस्तो हो रहेछ भन्दाखेरि चाहिँ एउटा अल्फा युनिट हुन्छ एउटा अल्फा युनिट हुन्छ अनि एउटा यो गामा र बिटा युनिट भन्ने हुन्छ हो अल्फा युनिट मात्रै कस्तो हो यो चाहिँ एडिपी अथवा जिडिपीसँग बाइन्ड हुने र एटिपी सरी ठ्याक्क उल्टो भनेछु मैले एटिपी र जिटिपीसँग बाइन्ड हुने यो के हो एउटा एक्टिभेटिभ क्यारेक्टर भनौँ न एक्टिभेसन गर्न सक्ने फङ्सन हो यसको है योसँग के गर्न सक्ने रहेछ बाइन्ड गर्न सक्ने भनौँ न सपोज यो एउटा एटिपी हो है त सो यो बाइन्ड गर्न सक्ने यस्तो चिजलाई चाहिँ उसले के गर्दो रहेछ इन्भेड गर्दो रहेछ है त
अब जेनरली के हुँदो रहेछ भन्दाखेरि चाहिँ जेनरली यहाँबाट यदि यो सब युनिट छैन भनौँ अहिलेको लागि हो जेनरलमा सर्टेन एउटा इन्फर्मेसन आयो रिसिभ गर्यो उसले रिसिभ गरेर चाहिँ यो जी प्रोटिनमा गएर के भयो यहाँबाट उसले के निकाल्यो हाम्रो एटिपी निकाल्यो एटिपी यसरी निकाल्यो एनर्जी यो एनर्जी निकालेर उसले के गर्यो एडिनाइल साइक्लेज भन्छ हो एडिनाइल साइक्लेज भन्छ यसलाई एक्टिभेट गरेर CAMP एक्टिभेट गरेर हाम्रो त्यही अघि नै कुरा गरेको थियौँ Cl- निकाल्छ हो Cl- निकाल्नुको कारण के हो अरे H2O आओस् H2O आएर के हुने भयो हाइड्रेसन हुने भयो सो दिस इज जेनरलमा है त दिस इज फर जेनरल अनि फेरि अर्को एउटा आउँछ सर्टेन हाम्रो के भन्ने अर्को साइक्लेज आउँछ त्यो साइक्लेजले चाहिँ के गर्ने भयो चेक गर्ने भयो र स्टप गर्ने भयो यो जुन एक्टिभ हो यसलाई एक्टिभ भन्ने हो भने चाहिँ यसले के गर्ने भयो यसलाई प्यासिभ गर्ने भयो सो यो एउटा के भयो एउटा रेगुलेटर भयो ठिक छ रेगुलेटर अन अफ भयो तर वाट इफ इन्फेक्टेड भयो भने चाहिँ के हुन्छ गेस गरौँ त ल इन्फेक्टेड भयो भने चाहिँ के हुन्छ होला अलिकति गेस गरौँ त अगाडि पनि सबै सर्छ अगाडि पनि सबै सर्छ भन्नाले एक्ज्याक्ट एक्टिभलाई पनि हो सो यस्तो हुन्छ है त इन्फेक्टेड भयो भने चाहिँ अब सपोज ए सेल्स आयो ल है एबनर्मल त नभनौँ अर्कै चाहिँ सिग्नल आयो यो सिग्नलले के गर्दो रहेछ जी प्रोटिनलाई एक्टिभ गर्छ अनि यो जुन छ नि यो जसले स्टप गरिरहेछ नि प्यासिभ जसले स्टप गरिरहेछ पुग्यो अब धेरै ननिकाल हैन धेरै हाइड्रेसन गरिराख्नु पर्दैन अहिलेकोलाई पुग्यो हैन धेरै तातेको छैन यो खास किन भएको रहेछ यो हाइड्रेसन किन भएको इन्फ्लामेसन भएको कारणले हुन्छ इन्फ्लामेसन कसरी हुन्छ होला हाम्रो यो ब्याक्टेरिया यति धेरै छ नि त यहाँ अनि इन्फ्लामेसन हुँदैन तातिन्छ नि त हैन एउटा कोठामा गुम्सिएर बसियो सो इन्फ्लामेसन भएर चाहिँ उसले के गर्न थाल्यो Cl- निकालेर H2O आऊ है Cl- सँग जुधेर HCl बनाऊ एसिड बनाऊ अनि पठाऊ भनेर हो तर यही साथसाथै के गरेछ उसले चाहिँ यसलाई चाहिँ ब्लक गर्दैछ सो स्टप भएन के बुझ्छ नि हैन स्टप भएन यो प्रोसेसबाट उसले के गरे Cl- निकाल्दै गरे के कन्टिन्युअस निकालेर के भयो भनौँ त इन्फ्लामेसन बढ्यो इन्फ्लामेसन त कहाँ बढ्छ र के भयो होला HCl Cl- धेरै नै निकालेपछि चाहिँ इन्फ्लामेसन बढ्ने होइन इन्फ्लामेसन झन् घट्छ हो तर H2O बढ्छ क्या अनि H2O बढेपछि त यो हाइड्रेसनको सट्टा के हुने भयो डिहाइड्रेसन भयो नि त है किनकि इन्फ्लामेसन त हामीलाई के गर्नु छ घटाउनु छ नि त है बडीलाई त इन्फ्लामेसन घटाउनु छ सो अब भए पनि नभए पनि ऊ के भयो ऊ अन भइरह्यो क्या मैले यो बत्ती बाले गरेँ क्या चिम तात्यो नि त तर मैले चिम तात्यो भनेर बत्ती बाले गर्यो तर ब्याक्टेरियाले के गर्यो त्यो चिमलाई पानी छ्याप्या गर्यो अनि त्यो पानी छ्याप्या गरेर के भयो मलाई त पानी चाहिएन हैन अब पानी खाएन भने त स्वाहा भयो मलाई डिहाइड्रेसन भयो है त तिमीलाई याद छ कि छैन मैले हिजोको कुरा गरेको थिएँ नि हिजो एउटा यसको कुरा गरेको थिएँ नि याद छ कि छैन है त म भन्दिनँ हैन हिजो के को कुरा गरेको थिएँ एकचोटि यसो याद गरौँ त ल कपी चाहिँ नपट होला र मैले यस्तो बनाएको थिएँ हो यस्तो बनाएको थिएँ यो इन्टेस्टाइनमै छौँ हामी इन्टेस्टाइनमै छौँ हिजो ठ्याक्क यस्तै कुरा गरेको थियो क्या अनि यो जुन छ नि अब सपोज यो ब्याक्टेरिया जुन छ यसरी छिर्छ हैन अनि यसरी यहाँ Cl- निस्किन्छ अब के हुन्छ अरे यो के थियो नि यहाँ CAMP बाट ल CAMP बाट हाम्रो एडिनाइल साइक्लेजबाट ल यसको नाम के हो पेयर प्याच त होइन यार होइन पेयर प्याच त लिम्फोइड हुन्छ नि यसको नाम के थियो नि साल्मोनेलासँग ठ्याक्कै मिल्थ्यो नि के थियो रे
ल मैले लेखेँ है लेख्न चाहिँ ल यसको नाम भन न cystic cystic fibril fibril transmembrane regulator. ट्रान्समेम्ब्रेन रेगुलेटर ल यसको काम के हो रे यसको म्याक्रोफेजहरुमा त्यो होइन यहाँ म्याक्रोफेजको कुरा आउँदैन यसको काम के हो मैले यहाँ लेखिरहेको छु त हेर न यहाँ भिजुअली हेर त के होला Cl minus ओभरपावर गर्ने होइन Cl माइनस आयन्स चाहिँ च्यानल गर्ने आयन च्यानल गर्ने र च्यानल मात्र गरिराख्ने हो र होइन नि यसको यो नाम के हो र यो रेगुलेटर रेगुलेटर भएपछि उसले च्यानल मात्र गर्दैन उसले त स्टप पनि गर्छ यो चिज त स्टप पनि हुने भयो सो यदि यो स्टप भएन भने नि यदि यो स्टप भएन भने के हुन्छ होला स्टप भएन भने त्यो Cl माइनस ओभरपावर हुन्छ अब Cl माइनस ओभरपावर भयो भने के गर्नु पर्यो बडीले के गर्छ किसले बडीले के गर्नु पर्यो नि Cl माइनस भनौँ न डायरियाहरु हुन्छ हैन हैन त्यही त त्यो कसरी हुन्छ कुरा हो सपोज Cl माइनस इन्टेस्टाइन हो यो Cl माइनस टुनुक्क ल अब बडीले के गर्नु पर्यो बडीले रिलिज गर्नु पर्यो हैन यतिकै कहाँ रिलिज गर्न मिल्छ के चाहिएन के चाहियो फ्लो चाहिएन फ्लो के चाहियो H2O चाहियो नि पानीले फ्लस आउट गर्नु पर्यो नि त हैन यो चीज त बन्ड हुनु पर्यो H2O भएर H2O प्लस H प्लसमा भएर HCl बन्नु पर्यो हो अनि यो के हुनु पर्यो फ्लस आउट हुनु पर्यो ल है बडीले गर्ने यो है अनि यसबाट के हुने रहेछ हामीलाई डिहाइड्रेसन किनकि हाम्रो पानी सबै केमा गइरहेछ यो बन्नमा गइरहेछ है फ्लस आउट भन्दा पनि यो बन्नमा भनौँ न है अब यो जुन यहाँ मैले ब्याक्टेरियाहरू बनाएँ यो ब्याक्टेरिया हेर त HCl रिजनमा छ HCl भनेको के हो थाहा छ HCl भनेको हाइड्रोक्लोरिक एसिड हाइड्रोक्लोरिक एसिड हो तर अर्को के हो यो एउटा साल्ट पनि हो है अथवा एसिडिक पनि हो है अब साल्ट पनि कसरी हो भन्दाखेरि चाहिँ अहिले HCl चाहिँ नभनौँ HCl साल्ट चाहिँ हुँदै होइन Cl माइनससँग चाहिँ कसरी साल्ट भन्न सक्छ होला हाम्रो Mgबाट साल्ट भन्न सक्छ हो अरू थुप्रै छन् हाम्रो जुन के अरे इन्टेस्टाइनमा रन भइरहेको छ सो यिनीहरू पनि युज भएर चाहिँ साल्ट फर्मेसन हुन्छ सो साल्टमा भइसकेपछि बल्ल यो भिब्रियो कोलेरा के हुँदो रहेछ एलोफिलिक है यति हो कुरा